हेर्नुहोस् है आज चाहिँ म कोदोको ढेँडो बनाएर खानु लागि चाहिँ रेडी छु हो। यहाँ छ कोदोको पिठो हो। अनि यो कोदोको प्योर चाहिँ होइन, यसलाई चाहिँ उहिले माले भात भन्थ्यो हो। त्यसको साथमा फेरि फेरि हो आएर चाहिँ बनाउनु आँटेको छु। मैले स्टार्ट गरेँ बनाउनु। यो हालिन्छ यसरी। चलाउँदै जानु पऱ्यो। चाहिँ प्योर चाहिँ होइन, प्योर त खानु अलिक सकिँदैन हो, खासै हुँदैन। जुन प्रकारले मान्छेहरूले भन्छ दामी भनेर हो। तर अब हेर्नुहोस् है यतिको भयो हो। यो चाहिँ ढेँडो मस्काएको भन्छ हो। यो मस्काउनु जति मजाले माऱ्यो त्यति मजाले हुन्छ हो। अलमोस्ट भइसकेको छ। सागले चाहिँ एकछिन छोप्नुपर्छ हो, पाक्छ त्यहाँदेखि। यसलाई चाहिँ प्योर चाहिँ होइन यो, यो सँगै खतरा खाइन्छ अब। अब चाहिँ अलमोस्ट पाकिसक्यो हो। अन्त खाँदा खाइन्छ। रेडी भयो ढेँडो। अलिकति घिउ, फर्ची मर्ची, कालो दाल अनि किनेमा यति छ। यो ढेँडो चाहिँ अब चाहिँ म चाहिँ खानु थालेँ। अब हेर्नु यो किनेमा हो। किनेमा यहाँ टक्कै राखिन्छ हो। अनि कस्तो गरेर चट्टै डल्लो बनायो। यो च्याट्टै घिउमा अलिकति किनेमा यता चट्टै डोब्यो। दामी। यसरी खायो भने चाहिँ मिठो लाग्ने पुरै आएन नि। घिउ दामी। तर यही चिज चाहिँ यसरी होइन, सिर्फ उहिलेको बाजे बराजुले जस्तो पाराले खायो भने चाहिँ मान्छे एक हप्ता चाहिँ यो मात्रै खुवायो भने जस्तै पनि खानु छोड्छ त, जिन्दगीमै खान्छ। यसरी मिठो मिठो बनाएर सबै कुरो मासुसँग खायो भने त दामी भइहाल्छ नि त्यसो। घिउ छ किनेमा दामी। अब अहिले हेर्नुहोस् एकदम अर्ग्यानिक हुन्छ फेरि। किनेमा डल्लो पाऱ्यो, ट्वाक 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 डुब्यो स्वाटै स्वाटै निली पठाइहाल्यो। खै साथीभाइ खाइसक्नु आँटे। अब चाहिँ कोदोको ढेँडो र यो चाहिँ सुखले खाएको। उहिलेतिर चाहिँ बिचरा हाम्रो पुरा पुर्खाहरूले चाहिँ दुःखले खाएको, त्यो चामल सामल नपाएर। त्यतिकै मिठो गरेर चाहिँ मासु सासुसँग खायो भने त मिठो भइगयो नि। दुःख सक्छ अब चाहिँ दामी। तपाईँहरू पनि ट्राई गर्नुहोस् है, दामी हुन्छ। है बाई बाई सबलाई।